हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ हामी बुद्धको ट्याटु गर्न गइरहेको छौँ होइन। र यो चाहिँ एउटा हाफ स्लिभ ट्याटु हो। स्टेन्सिल पनि हाम्रो रेडी भइसकेको छ है, एकदमै मजाको आएको छ है। सो हाम्रो चाहिँ यो साइजमा हुन्छ ट्याक्कै। मुनिपट्टि चाहिँ अलिकति फ्री ह्यान्ड गर्नुपर्ने होला नहोला है भाइ है। फुल नर्भस भयो कि के दुख्छ भनेर पुरै दुख्दैन के हुँदैन सर्पले टोके जस्तो मलाई त केही भएको थिएन। टक्क सिधा बस्ने उता हेर है, यता नहेर है त एकछिन हल्का भएर हल्का हल्का हात गर। दामी भइसकेको छ ट्याटु। ल भाइ घर जाँदा हुन्छ सक्यो ट्याटु। अलिकति रेजर नपुगेको जस्तो रहेछ, रेजर अलिक चुना लाग्यो, फेरि रेजर लिन जाँदैछु। रेजर अर्को है, सेकेन्ड। पैसाको टेन्सन छैन, ट्याटुमा खर्च बाल भएन। पेन छ, पेन पेन लेख्दैन रे, हाल्दैन त नि के हो यार, उता त जाँदैन त यार। ट्याक्क लोटस सघाउनु पऱ्यो भाइलाई। कुन सो हाल्दिनु एउटा यस्तरी निकाल्नु पऱ्यो। यो नेगेटिभ स्पेस हाने चाहिँ ट्याटु अलिक क्लियर देखिन्छ। यो पानी छ होइन, राम्रो पनि देखिन्छ। यो चाहिँ अब ट्याक्क छोड्नु पऱ्यो कि कम्प्लिट गरिदिउँ। यता ठिकै छ, अलिक यहाँसम्म हाल्नु पऱ्यो, सेयर हाल्नु पऱ्यो। ग्लोभ्स 4 भयो, फेरि अर्को चेन्ज गरौँला। अब ग्लोभ्स फेरि अर्को पनि जाला जस्तो छ नि त यार। त्यसो भए त यार ग्लोभ्स अर्को पनि जाला नि त यार। मेरो मेसिन चाहिँ भाइले चोरेर ट्याटु हानिसकेको छ होइन। सो केही छैन, यो मेरो फेभरेट मेसिन हो। भाइले सेकेन्ड बिए गर्यो भने चाहिँ मेसिन गिफ्ट दिउँला नि। सेकेन्ड बिए सेकेन्ड म्यारिज भने क्या भाइ, सेकेन्ड म्यारिज। फेरि अर्को ग्लोभ्स। भाइ के गर्ला ए यो चाहिँ हाम्रो सरसफाइ कार्यक्रम। ब्रोलाई हल्का फुल सफा पाराले हानिदिनु पऱ्यो नि ट्याटु। भाइ आउँदा एकछिन यहाँ हेल्प गरौँ। हाम्रो कार्यक्रम सुरु हुँदैछ है। सो हल्का फुल्का लाइनिङ गर्छु। रियलिस्टिक ट्याटु हो तर हल्का पेन दिनुपर्ने हुन्छ। ल बबाल दिन्छु, अरूहरू पनि मान्छे पठाउनु पऱ्यो है।
ल भाइ हो र ल छिटो पैसा कमाएर पछि बाइक किन्ने मेरो सपना छ अहिले मोटो भ्लग स्टार्ट हान्दिने हो क्या अनि त्यसपछि ए भाइ कति दुख्यो यार सोध्नै बिर्सेँ दुखिरह अन्त हाने खाएन मैले धेरै अलिक घोट्नुपर्छ एकछिनमा घरमा सोधेर आयो त ट्याटो हान्ने भनेर के भनेर बुद्धको चाहिँ हान भने क्या केटीहरू अङ्गालमा आइहाल्छ क्या गयो भने के भने यही त हाने छैन है ए बुद्धको ट्याटु त्यही अब नेपाल रिलिजियस ठाउँ हो मान्छेलाई शिव भैरव बुद्ध नै धेरै हान्छ नो प्रब्लम हामीले नि दर्शन भइरहेछ पापहरू गरेछ भने नि धुल्छ नि त ट्याटु स्याटु हान्दा हाम्रो चाहिँ ट्याटो आधी जति चाहिँ सकिसकेको छ होइन एन्ड अलिअलि गर्मी भएको छ हाम्रो एकछिन खाजाको ब्रेक पनि भएको थियो सो हामी चाहिँ कन्टिन्यू गरिसकेको छौँ अल्छी मैले मुख बनाइरहेको छु है
सो हाम्रो फाइनल्ली ट्याटु सकिसकेको छ है। तपाईहरुले देख्नु भएको होला टाइम ल्याप्स र यसको फिनिसिङ यस्तो छ र तपाईहरुलाई यो ट्याटु कस्तो लाग्यो र यस्तै ट्याटुको भिडियोहरु हेर्न मन पर्यो यस्तै ट्याटुको भिडियोहरु हेर्न चाहनुहुन्छ भने चाहिँ च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला है त। है देख्न सक्नुहुन्छ डिटेलिङ एकदमै राम्रो आएको छ। यो बिचको चाहिँ अलिकति फ्री एड गरिदिएको छु। के गर्छ के यार, बिचको चाहिँ अलिकति फ्री ह्यान्ड मैले यसरी एड गरिदिएको छु है त। र ट्याटुको बुकिङको लागि चाहिँ तपाईले चाहिँ रुपेश टी मगर इन्स्टाग्राममा मेसेज पनि गर्न सक्नुहुन्छ है त। धन्यवाद।